अर्को खालको माछा खुर्सानी पनि फल्दैछ। अर्को खालको माछा खुर्सानी पनि फल्दैछ साथीहरू। यसरी यो चाहिँ अर्को खालको फल्न सुरु भयो। यसको चाहिँ मैले कटिङ गर्दिनँ, यो आफै यसरी झाँगेर आउने रहेछ। यो चाहिँ यो दुईटा बोट चाहिँ मैले बिजन किनेर ल्याएको भएर एकदम मिठो रहेछ, पिरो पनि छैन रहेछ। यो चाहिँ एकदम ठुल्ठुलो फलेको। अब यो चाहिँ कत्रो हुन्छ थाहा छैन। यो चाहिँ बिरुवा लगाएर रोपेको। अनि यो चाहिँ फेरि मलाई ठाडो खुर्सानी भनेर दिनुभएको थियो साथीहरूले। खोइ यो डल्लो डल्लो पात छ, कस्तो थाहा छैन। कालो पनि भन्नुभएको थियो, ठाडो पनि भन्नुभएको थियो। यो आफैले बिजन उमारेर यत्रो बनाएँ सारेर। यो पनि हो, यो चाहिँ खाइदिएको थियो किराले। अनि मुन्टा भाँचेर फेरि आएछ, मजाले आएछ। यो किराले खाइदिएको थियो। यिनीहरूको चाहिँ यस्तो छ। यो चाहिँ कस्तो थाहा छैन मलाई। यो ठाडो खुर्सानी भनेर दिनुभएको थियो। बिरुवा चाहिँ बिजन दिनुभएको थियो, मैले छरेर यत्रो बनाएँ। यसलाई पनि यसरी मुन्टा भाँचिदिएको। यत्रो दिने भेरा छ। आमामा ल्याउनुहोस् त कतिवटा मुन्टा छ। यो पनि भाँचिदिएँ मैले, यसको आएको पनि। अब यसलाई पनि बढेपछि भाँच्नु पर्ला। यहाँ चाहिँ 1 2 3 4 5 6 7 8 9 वटा हाँगा आएको छ। त्यसबाट फेरि यस्तो भएपछि भाँच्नु पर्ला। 2G चाहिँ भयो भर्खर, 3G गर्न बाँकी छ। यो पनि त्यही हो। यो चाहिँ आफै उम्रेको लामो खुर्सानी होला, आफै उम्रेको छ। 2 बोट उम्रेको छ। यसलाई पनि 2G गर्नुपर्ने बिर्सेछु, गरिदिनु पर्यो। यसलाई यहाँनिर भाँचिदिनु पर्यो। ल 2G गरिदिएँ मैले। अब यसलाई पात पनि फ्याँकिदिन्छु। अनि यहाँ मुनिबाट आएको चाहिँ निकालिदिनु पर्ने होला। अलिक दिनुहोस् है साथीहरू। भेन्डी पनि नि फलेको रे, यस्तो सानोमा कुहिएछ। झिँगेरीले खाइदियो होला, कुहिएछ। हेर्नु गोलभेडा, यसलाई पनि खाइसकेछ। उफ भयो। अब केही काम लाग्दैन, यस्तो होइन रहेछ। गोलभेडा पनि फल्यो।